मन्त्रीज्यू कुन चाहिँ कोठा फाइनल गरियो? पक्का आज यहीँ बस्नुहुन्छ? आज अलि ओछ्यान भएन छ, भोलिदेखि आज उतै आविष्कार केन्द्र जाने मानिज्यू? यहाँ ओछ्यान अलि बिहानै थाहा भएको भन्नु त ढिलो भयो। ढिलो भयो। यहाँ भयो, यो अफिस यो भयो, किचनको भन्नु भाइहरूले मलाई पुऱ्याएर आयो। अस्ति पनि त्यसै गरे। ठुलो चाहिँदैन, एउटा यसो एउटा काठ राख्नु भयो हुन्छ क्या, अरू केही चाहिँदैन। किचन पनि हुन्छ होइन, यहाँ सुत्ने त यहाँ यति भए पुग्छ। यो सबै फर्निचर त चाहिन्न नि मलाई। एउटा मलाई चाहिँ के चाहियो मन्त्रीज्यू कुन चाहिँ कोठा फाइनल गरियो? पक्का आज यहीँ बस्नुहुन्छ? आज अलि ओछ्यान भएन छ, भोलिदेखि आज उतै आविष्कार केन्द्र जाने मानिज्यू? यहाँ ओछ्यान अलि बिहानै थाहा भएको भन्नु त ढिलो भयो। ढिलो भयो। यहाँ भयो, यो अफिस यो भयो, किचनको ल जहाँ भयो नि भइहाल्यो। खै किचन कहाँ छ? ल भइहाल्छ। मानिज्यू किचन बल्ल ड्युटी पाइने भयो। मन्त्रीज्यू यतै बस्ने। ल ठिक। यहाँको लागि पनि यहीँ हुन्छ होइन। मैले त बिहान 8 बजेभित्रमा खाइसक्छु, बेलुका 9-10 बजीतिर खाने। किचन ठिक छ मन्त्रीज्यू? गोठामा बसेको मान्छेलाई यस्तो किचन पाएको होइन जाने अब त्यताबाट है त। ल दुःख नमान्नु होला है। अब म चाहिँ अलि दुःख दिने मान्छे छु।